हौवा छ यहाँ सबैजनालाई। सो आएछ घुम्नु निक्लेको बाहिर है एकछिन। यी जाडो छ हो यता त। यसो आज एकछिन रोडदेखि घुम्दै घुम्दै घर जाउँ। यस्तो छ यता। आज शनिबार गाडीहरू पनि त्यति हिँड्दैन है, सायद छुट्टी भएर होला। यो चाहिँ ऐसेलु भन्छ है, ऐसेलु। भर्खर पाउलो फेर्दै रहेछ ऐसेलु। जाडो छ है हजुर, धेरै जाडो छ। यिनीहरू चाहिँ भनेको सिस्नु हो, भक्कु हुँदैछ सिस्नु। सिस्नु यस्तो हुन्छ है, सब सिस्नुहरू। त्यो चाहिँ हजुर सिस्नु के गर्नु, ए सब सिस्नु टिपेर खानु पाइँदैन के अरे। यसो हेर हिँड्यो त्यति हो, टिप्नु हुन्न अरे। यता झारमा पनि टेक्नु हुँदैन अरे, बिच बिच हिँड्नुपर्छ कि झारमा टेक्नु पाउँदैन अरे। किरा फटेङ्ग्रा मर्छ अरे के, कानुन लाग्छ अरे। त्यही भएर म चाहिँ खास गरी त्यो माथि डाँडा जाउँ कि भनेर हिँडेको है। जाडो पनि भयो, परदेखि उँभो जान्छ, यस्तो उँभो जान्छ है। कोठा चाहिँ घरहरू चाहिँ यहाँ पर पर्छ है, यहीँ परपट्टि पर्छ। हामी बसेको चाहिँ यो एरिया पर्छ, तर अलि उतापट्टि पर्छ। त्यही भएर अब यसो घुम्ने हो अनि जाने। घाम लाग्छ कि भनेको लागेन के, अलिअलि मात्रै छ। घरिघरि घुमिहाल्छ, घरिघरि के यो माथि डाँडा जाउँ कि भनेको। यो माथि डाँडा यसो हिँडेर उता जाने हो। सधैँ चाहिँ जान्थेँ म, आज चाहिँ नजाउँ कि जस्तो लाग्दैछ कि। जाडो धेरै छ, घाम लाग्यो त ठिकै हुन्थ्यो होला। ए भुइँभरि पहेँलो फुल्छ अहिले अलिअलि। यो पातहरू भर्खर लाग्दैछ, अलिअलि हरियाली हुन्छ। अब यताको बाटो हजुर यस्तै हो, गाडी चाहिँ फेरि हिँड्दैन त्यति। यो आर्मीको भाग पर्छ क्या अरे यता, क्याम्पभित्र साइडको हो, त्यो भएर त्यति हिँड्दैन गाडी चाहिँ। गाह्रो छ।